Hola amigos, bienvenidos a nuestro canal. Hoy vamos a aprender español con una historia muy fácil. La historia se llama Sara va a la playa. Escucha con atención y vamos a empezar. नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिस बाई ममताको नयाँ क्लासमा स्वागत छ। आज हामी एउटा कहानीको माध्यमले स्पेनिस सिक्न जाँदैछौँ। कहानीको नाम हो सारा समुद्र तटमा जान्छिन्। ध्यान दिएर सुन्नुहोस् र सुरु गरौँ। Hace mucho calor. Sara está en casa. It is very hot. Sara is at home. धेरै गर्मी छ। सारा घरमा छिन्। मुछो भनेको धेरै, कालोर भनेको गर्मी, कासा भनेको घर। Ella quiere ir a la playa. Sara busca su traje de baño y una toalla. She wants to go to the beach. Sarah looks for her swimsuit and a towel. उनी समुद्र तटमा जान्छिन्, जान चाहन्छिन्। सारा आफ्नो स्विमसूट र तौलिया खोज्छिन्। quiere भनेको चाहनु, प्लाया भनेको समुद्र तट, toalla भनेको तौलिया, traje de baño भनेको स्विमिङ सूट। Sara va a la playa. Ella nada en el mar y está feliz. Sara goes to the beach. She swims in the sea and is happy. सारा समुद्र तटमा जान्छिन्। उनी समुद्रमा पौडी खेल्छिन् र खुसी हुन्छन्। वाला भनेको जानु, प्लाया भनेको समुद्र तट, नादा भनेको पौडी खेल्नु, एलमार भनेको समुद्र। आजको लेसनमा हजुरहरूले देख्नुभयो होला, सिक्नुभयो होला हामीले कसरी पहिला सिकेको वर्ड्सहरूलाई युज गरेर एउटा सानो स्टोरी बनायौं। हो यसरी नै हामी अब आउने स्टोरीजहरुमा पहिला प्रिभियस लेसन्सहरुलाई इन्क्लुड गरेर स्पेनिश इजिली सिक्दै जान्छौं। ल त अब हाम्रो भेट अर्को लेसनमा हुनेछ। तबसम्मको लागि धन्यवाद। Gracias. Adiós.